Excuse me, Pooja Didi. Yes. POS को full form के होला? Point of sale. Hi Pushpa. हजुर. Visiting card लाई नेपालीमा के भनिन्छ? Visiting card लाई सम्पर्क कार्ड. Hi Visakha. हजुर. संविधानलाई इंग्लिशमा के भनिन्छ? Constitution. Hi हिरा दिदी. हजुर. VAT को full form के होला? Value added tax. Hi पदम दाई. हजुर. व्यवस्थापनलाई इंग्लिशमा के भनिन्छ? Hi आकृति. Hello. अर्थव्यवस्थालाई इंग्लिशमा के भनिन्छ? Economy. हेलो प्रकाश दाई. हजुर बहिनी. इनोभेसनलाई नेपालीमा के भनिन्छ? ए बहिनी यस्तो कुरा त मलाई कहाँ थाहा हुन्छ त नि यो पर्दा कार्पेटको विषयमा सोध न मलाई. हाई मनिका. हजुर. कल्चरलाई नेपालीमा के भनिन्छ? संस्कृति. ए हाई सीमा दिदी. हेलो. सर्भिसलाई नेपालीमा के भनिन्छ? सेवा भनिन्छ. हेलो रुक दाई. हजुर. मेजरिङ टेपलाई नेपालीमा के भनिन्छ? मेजरिङ टेपलाई मापन पट्टी भन्छ.